केटा काँचो एभोकाडो कस्तो छ? ठिक 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 छ है। त्यो एभोकाडो भनेको पकाएर मात्रै खान ठिक छ हो, काँचो त ठिक छैन। जङ्गल चाहिँ बवाल छ हौ यो। हेर त यहाँ जङ्गल, आहा यार है कस्तो बवाल जङ्गल छ हौ। बस्नलाई एकदम सुनसान ठाउँ है, बस्नलाई एकदम सुनसान ठाउँ, बवाल घार घुरेर नगर्ने आनन्दको ठाउँ चाहिँ यहाँ रहेछ हौ बरु। एकदम सुनसान बस्नलाई रमाइलो ठाउँ चाहिँ यो रहेछ है। घाइया घुइया केही नगर्ने। दिदीले त टिपियाको एभोकाडो घरसम्म यत्तिकै लाने है क्या। फुल रहेछ कति राम्रो। त्यहाँ फुल एउटा देखेँ फुलेको, त्यही भएर बोकेको हो। अनि यहाँ जङ्गल हेर्नु नि, यहाँ जङ्गल कति राम्रो। ए जङ्गल त भन्नु जस्तो बवाल छ नि ल। मन्दिर चाहिँ मन्दिर हो, के मन्दिर पढ्न भ्याइएन, लाग्यौँ हामी त। हाम्रा ठुल दिदी के छ दिदी खबर आजभोलि? सब ठिक छ भाइ। ठिक छ? ठिक छ। दिदी आजभोलि आउन अलि छोड्नु हो। यो रुख पनि डेन्जर खालको रुख पो रहेछ, बाहुबली फिल्मको सुटिङमा भन्दा डेन्जर।